नमस्कार दाजुभाइ दिदीबहिनीहरू, देश विदेश विश्वभरि छरिएर रहनुभएका मेरा प्यारा जनहरू, विषयवस्तु गोमा खरेलको आवाज सुनिदिनु होला, लाइक कमेन्ट सेयर फलो गर्नु होला। र मैले के आवाज उठाउन खोजेको छु भने रवि लामछाने, चितवनको रवि लामछाने सभापतिज्यू अहिले इन्डियामा गएर कत्रो मान सम्मान है, उहाँको कत्रो मान सम्मान प्रमाण पाउनुभयो। उहाँलाई एकदम हृदयदेखि नमस्कार। म गोमा खरेलको तर्फदेखि रवि लामछानेको लागि म मर्न पनि तयार हुने एउटा नारी हो, किनभने यो मेरो भाइ नाताको रगत नभए भावनाको नाताको रगतको एउटा नाता सम्बन्ध हो। किनभने भावना भनेको ठुलो कुरा हो, रगतको नाता भन्दा नि भावनाको नाता ठुलो सोच्नुपर्छ क्या। एउटा मान्छेमा एउटा देशको परिवर्तन ल्याउन सक्ने क्षमतावान पुरुष अनि नेपाल आमाले जन्माएको एउटा पुत्र, एउटा रवि लामछाने सत्ता मान्छेलाई गलत देखाएर कारागारसम्म पुर्याउने केपी ओलीज्यू, तपाईँले हेर्न पर्ने भिडियो त्यहाँ हेर्नुहोस्। तपाईँ कति गलत हुनु नै रहेछ। तपाईँको अराजक, तपाईँको सत्यता सही थिएन केपी ओली बा। जनताले सहन नसकेर तपाईँकै कार्यकर्ताले तपाईँको भवन जलाएका हुन्, अरूलाई त नदिनुहोस्। सम्पत्ति शुद्धिकरण मैले यो गर्ने उसलाई मैले मान्दिनँ। मेरो के सम्पत्ति छ र छानबिन हुन्छ, खरानी लैजा, मैले खरानी दिन्छु, मसँग केही छैन भन्न तपाईँलाई शरम लागेन केपी ओली बा? हेर्नुहोस् रवि लामछानेको किन जानुहोस् इन्डियामा, कत्रो मान सम्मान छ हो। यस्तो भएर नेता हुनुपर्छ क्या, दुनियाँले थुक्ने नेता हुने होइन क्या। बिहारका बत्तले हान्ने, जुत्ताले हान्ने जाँग हो त्यस्तो नेता बन्नु भनेको भन्दा त अहिलेका त वा नेपाल आमाले जन्माएका पुत्र त्यस्ता जेलमा हावा नपस्ने ठाउँमा पनि तपाईँले कोद्दा पनि उसको कमजोर दिल भएन क्या केपी ओली बा। ऊ सत्यता मान्छे हो, तपाईँले बुझ्नु होला यति कुरा। किनभने फेरि दोस्रो कुरा एउटा कुरा उठाउन खोजेँ कि बोर्डिङका दाजुभाइ दिदीबहिनीहरू बोर्डिङ खोलेर बस्नु भएको छ, पब्लिकबाट यति पैसा उठाउनु भएको छ, अनि बच्चाको गुणस्तर एउटा छैन होइन, के अरे कुनै सुशासन छैन बच्चामा, कुनै गुणस्तर छैन। त्यही माथि अझ मैले अर्को कुरा उठाउन खोजेँ। यहाँ हाम्रो चितवन, भरतपुर, 16 विजयनगरमा एउटा बिचरा नेपाली काङ्ग्रेसको भनौँ, अब नेपाली काङ्ग्रेसै नभनौँ, पार्टी त काङ्ग्रेस हुन्थेन र, तर एउटा हुलाकी हुन्, हुलाकी दाई बडो राम्रो मान्छे, बडो दुःख कष्ट गर्नुभयो। माओवादीका पाला उहाँलाई कति गुँदै गएर जेल लगाएर कोचे बिचरा। त्यस्तो व्यक्ति रिटायर भएर यसो उहाँ बिहान बेलुकी गाईबस्तुको दुध बेच्न जान, साइकल बिग्रो भनेर विजयनगर बनाउन जाँदा फर्केर आउँदा बोर्डिङको गाडीले त्यो बुवालाई ठक्कर दिएर ढलाइदिएछ। अनि उहाँ ढल्दा बित्तिकै पछाडि ब्याक गरेर त्यो ड्राइभरले मान्छे टिचेर मारेको छ। यो ड्राइभरलाई कहिल्यै पनि उन्मुक्ति नपाउने गरेर यो सरकारले दफत गर्ने गरेर जेलमा सडाइदिनु पर्छ भन्ने आवाज उठाउन चाहन्छु। किनभने मैले संविधान फेर्न पर्छ भनेको, किनभने यस्ता अराजक गर्नेलाई कानुनको फाँसी ल्याउन पर्छ। पुरानो यो संसद चेतेर, संविधान चेतेर लागू हुनुपर्छ भन्ने कुरा किन उठाएको छु त मैले? किनभने ड्राइभर तपाईँले राम्रो राख्नुहोस्। टिचर प्रिन्सिपल दाई जो हुनुहुन्छ गुरु, तपाईँले ड्राइभर राख्दाखेरि राम्रो ड्राइभर राखिदिनुहोस्। रक्सी खाने, लागु पदार्थ चाहिँ खाने त्यस्ता ड्राइभर सस्ता पाइन्छन् भने तपाईँले किन राख्नुहुन्छ अर्काको ज्यान लिने ड्राइभर? त्यो ड्राइभरको ज्यान लिएरै छोड्नुपर्छ, छोड्न पाइँदैन। किनभने त्यो बुढो भएको बालाई पछाडि गाडी ब्याक गरी हान्ने, त्यो ढल्या थियो भने त्यो सच्चा ड्राइभर हुन्थ्यो भने उठाएर उसलाई दबाई गर्न लान्थ्यो, उसलाई पछाडि ब्याक गरेर किचेर मार्ने त्यो अपराधीलाई त्यसै गरेर किचेर जनताले मार्नुपर्छ भन्ने आवाज उठाइदिन चाहन्छु। र बोर्डिङका दाजुभाइ, तपाईँहरूले जनताका पैसा मात्रै पब्लिकका नलुट्नु, तपाईँहरूले राम्रो ड्राइभर राख्नुपर्छ। हाम्रा बालबालिका मर्ने बात बेलुकी घर आउँछन् आउनन् भन्ने डर भइसक्यो तपाईँहरूका ड्राइभर गतिलाई नहुनाले। रक्सी खाएर गाडी चलाउने हो, लागु पदार्थ खाएर गाडी चलाउने हो, त्यस्ता व्यक्तिलाई तपाईँले सस्तो ड्राइभर पायो भने तपाईँले राख्नुहुन्छ नि हो। त्यस्ता ड्राइभरले तपाईँहरूको बोर्डिङको पनि बदनाम गराइदिन्छन् र बच्चा पनि सुरक्षा हुन्न नै। बोर्डिङका दाजुभाइ, विश्वभरि छरिएर रहनुभएका दाजुभाइलाई भनेको छु है, मैले व्यक्ति केन्द्रित गरेको छैन। एउटा भिडियो विजयनगरको देखाउँछु मैले।
सडकमा लास सुताउनु भएको कचक्क किचेर त्यस्तो पनि ड्राइभरलाई छोड्न हुन्छ मार्नुपर्छ त्यस्तो ड्राइभर शरीर लिने ड्राइभरलाई मार्नुपर्छ फाँसी दिनुपर्छ फाँसी दिने कानुन ल्याउनुपर्छ बालन सरकार मैले त्यसै पुरानो संविधान चेत्न पर्छ त्यो संविधानको कुनै लागू छैन नेपालमा फाँसी दिने कानुन आएन फाँसी दिने कानुन ल्याउनु पर्छ र अराजक व्यक्तिहरूलाई कारबाही हुनुपर्छ भन्ने आवाज उठायो हो क्या मेरो बालन सरकार रवि लामछानेको किरेज पुराना पार्टीले हेर्नुहोस् नेपाली काङ्ग्रेसका सभापति दाई अनि फेरि यो के अरे प्रचण्डज्यू केपी ओली बा अब हेर्नुहोस् युवाको किरेज तपाईँका मुटुले धुक धुक भएको होला देश लुटेर खानुभएको छ खरानी होइन त्यसरी उन्मुक्ति पाइँदैन तपाईँहरूको छानबिन हुनैपर्छ तपाईँहरू कारागार जानैपर्छ किन यत्र आमाका काख दितेका छन् यत्र आमा मर्न वंश उद्रेको छ यत्र बालबालिकाको सडकमा गिदी निक्लेको छ अझ त्यस्ता कुरा गर्न लाज लागेन अरूलाई कानुन लाउने केपीओले कानुन नलाउने हुन्छ यो देशमा यो पनि अराजक हो यही यो सुखी नेपाली समृद्ध नेपाल एमालेको यसरी जवाफ दिन सक्छौँ क्या हामीले प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ मिसाने स्वदेश फर्किँदै मध्यरातमा बाक्लो सुरक्षा सहितको सेटिङमा पुगे अयोध्या आज नै परराष्ट्र मन्त्री भारत भ्रमण जाँदै नहेर रवि लामछानेको किरेज हेर तिमीहरूको मुटुले थाम छोडेको होला यस्तो हुनुपर्छ नेपालमा नेता सुन्नुभयो नेता कस्तो हुनुपर्छ संसारले मानेको हुनुपर्छ संसारले थुकेको नेता हुने होइन के बालन रवि के अरे केपी ओली बा प्रचण्ड शेरबहादुर दाई रेल चुहाएर संसदमा बसेर राजनीति हुँदैन यस्ता किरेज यस्ता जनतालाई देश विदेशले मान्ने नेता हुनुपर्छ भन्ने आवाज उठाइदिए कुरा बुझ्नुभयो